आज चाहिँ मेरो साथी र म चाहिँ सब्जी पसलतिर प्रस्थान गर्दैछौँ। यति भन्दै नमस्ते अनि धेरै माया छ, स्वागत छ तपाईहरु सम्पूर्ण। साउन महिना पनि लगभग गइसक्यो साथीहरु, मेहन्दी पनि गइसक्यो। दिन नै भाडा माझ्ने र लुगा धुने कारणले गयो साथीहरु मेरो। अब चाहिँ हामी फाइनली सब्जी पसलमा पुगिसकेका छौँ। सुरुमा किन्नुपर्ने हुन्छ आलु। सब्जी गरे आज आलुलाई किनेपछि हामी जान्छौँ फेरि अरु सब्जीहरु किन्न। सब्जी पसल आएको रे कुन ठाउँ आएको जस्तो केही पनि छैन हो साथीहरु। अब यहाँनिर चाहिँ हुन्छ सब्जीहरु किन्ने, एउटा केही सब्जी मन पर्ने नै थिएन साथीहरु। भएको यति हो, त्यही पनि केही मन पर्दैन। अब म चाहिँ जाँदैछु मेरो साथीसँग चटपटी खानको लागि। मस्तले म चाहिँ मेरो बाल्यकालको लभ स्टोरी मेरो साथीलाई सुनाउँदैछु, देख्न सक्नुहुन्छ। अब अहिले त बुढेसकाल लागेछ साथीहरु, बुइसके बेला बाल्यकालको लभ स्टोरी सुन्नु है त। इगो चाहिँ हट भएर चाहिँ म चाहिँ त्यतिखेर रुको, त्यसले मलाई माया गरेन भनेर है नानी। त्यतिखेर 3 दिन रुकेको छ नानी। पोस्टहरु यस्तो स्याट हैन। मेरो लभ स्टोरी त फेरि कडा छ हो साथीहरु। जति कटायो उति गनाउने भन्छ नि, गु जस्तो। चटपटे चाहिँ एकदम रातो, यही चटपटे खानको लागि हामी 7 डाँडा काटेर आउँछौँ। अनि हाम्रो जिब्रो चाहिँ रातो हुन्छ। अब मलाई चढ्छ काली माता। काली माता चढेपछि फेरि हुन्छ मलाई गाह्रो साथीहरु। अब मलाई चाहिँ काली माता चढ्छ है त। ल साथीहरु, काली माता मलाई चढिसकेको छ। अब कसले के गर्नुपर्ने हो मलाई मात्र थाहा छ हैन। वाउ, काली माता मात्रै चढे त भयो नि साथीहरु। अब मलाई फेरि छप्रीको पोजहरु आउँछ। वाह वाह वाह, मेरो पोज। मलाई छप्रीको पोज आयो के भयो त, मेरो साथीलाई फेरि संस्कारीको पोज। ओ माय गॉड। अब यहाँनिर हुन्छ मेरो र्याप सुरु साथीहरु, र्याप सुन्नु हुन्छ त। अब यसरी हिँड्ने क्रममा धेरै र्यापहरु छ, पछि हेर्दै जानु होला हैन। तर यहाँ चाहिँ एउटा सबैको लाइफमा अहिलेको सिचुएसनमा चाहिँ भइराखेको हुन्छ नि, अहिलेको जेनेरेसनहरुलाई। पहिला पनि थियो होला, अनि अबको जेनेरेसनलाई म्याच हुने एउटा गीत हो है साथीहरु। लु है त। जति कसम खाए पनि माया लाए पनि कष्टमा हुने भनेको यो कुरा चाहिँ तितो भयो भने साथीहरु सत्य हो है। अब जाँदैछ हाम्रो नेपाली नेबर्सहरुको लागि। छिमेकी एउटा एनको अन्डा सिसी क्यामेरा एक्सन यो सिसी क्यामेरा गर्छ। वरिपरि हिँड्न पनि दिँदैन, आँखा तन्काई हेर्छ। एउटा कुरा पनि दिमाग र मनमा राख्दैन, सबै कुरा हल्ला गर्दै हिँड्छ, भएको नि नभएको कुरा गर्दै हिँड्छ। कस्तो भन्छ या तिमी पानी रक्सी र तम्बाकु छु, मैले खेल्छु हिरोइनको रोल, तिमीलाई आँखा आउँदैहरू धेरै होला, तर अन्तिममा धोका दिने भनेको मैले नै हो। स्यापिना अन्तिममा रुवाउने मैले नै हो, अन्तिममा नरुने मै नै हो। अब फेरि हामी दुईजनाले चाहिँ एउटा गीत प्रस्तुत गर्न चाहँदैछौँ। त्यो चाहिँ हाम्रो स्पेशल भाइहरुको लागि, मेरो भाइहरुको लागि है त। धेरै दाजु हैन, अब चाहिँ भाइ। भाइ तिमीले मोहनी लगायो, मोहनी लगायो, चिनको चिन्मैलाई संसारै भुलायो। पास्टर जिल्ला ललितपुर बजार सम्झनामा आउँछौ हजार। अब चाहिँ हामी फेरि पनि गीत गाउन जाँदैछौँ साथीहरु। अर्को गीत प्रस्तुत हुँदैछ। हेलाको आँखाले नहेर दाजु बुहारी भइएन अरूको, दुःख र सुख जे भए पनि माया गर्छु हजुरको। अब हामी पागलदेखि महाप्रोम्याक्स पागल भइसकेको छौँ। सो अब हामी चाहिँ देउसिरेतिर पुगिसकेको छौँ। हामीलाई चाहिँ तिहार लागिसक्यो साथीहरु। तिहार के भन्नु साथीहरु, कोरियन ल्याङ्ग्वेज पढेको कोरिया जानलाई होइन, डिप्रेसनमा जानलाई। सो आज हामी चाहिँ डिप्रेसनमा गइसकेका छौँ। छेगा सारम अधिएसयो छेगा सारम अधिए खासयो छेगा सारम अनि सारङ है हो। छेगा सारङ सप्तरी ए खासे हो, सप्तरी ए खासे यो सरलाई पास्थरे ए इसयो। छेगा एक्सताज पास्थरे ए इसयो, झापा ए इसयो, काठमाडौँ ए इसयो। काठमाडौँ कति छ नि यहाँ, नुवाकोट ए इसयो, भक्तपुर पनि गएको छ यहाँ, भक्तपुर ए इसयो। मानी इसयो, मानी इसयो, छे साराङी मानी इसयो, आ छे साराङ हे यो।
अब हाम्रो यो अवस्थालाई के भन्छ साथीहरू, पागलमाथि महापागल भएको भनिन्छ। सो साथीहरू आज चाहिँ मैले यति नै भ्लग बनाएँ, थोरै इन्टरटेनमेन्ट दिने कोसिस गरेको छु। त्यस्तो धेरै रमाइलो त गर्न आउँदैन, सो जति चाहिँ आयो, जति दिमागले भ्यायो हल्का दिएको मात्र हो साथीहरू। ल यति नै भन्दै बाई बाई भन्न चाहन्छु। अर्को भिडियोमा फेरि पनि प्रस्तुत हुने बाचाका सहित बाई बाई भन्न चाहन्छु साथीहरू। तपाईँहरूसँग बिदा माग्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ एभ्रिवान गाइस।